भैरवा स्थित काशी नोबल एकाडेमीले कक्षा 11 र 12 को व्यवस्थापन संकायमा नयाँ शैक्षिक सत्रदेखि कोरियन भाषालाई ऐच्छिक विषयका रूपमा अध्यापन गराउने भएको छ। नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको नवीनतम पाठ्यक्रम संरचना अनुसार विद्यार्थीहरूलाई व्यावसायिक र भाषागत रूपमा दक्ष बनाउने उद्देश्यले एकाडेमीले यस क्षेत्रमै पहिलो पटक यो अभ्यास थालनी गर्ने भएको हो। व्यवस्थापन संकाय अध्ययन गर्ने विद्यार्थीहरूले आफ्नो नियमित पाठ्यक्रम अन्तर्गत नै एउटा छुट्टै विषयका रूपमा कोरियन भाषा पढ्न पाउने भएपछि अब उनीहरूले भाषा सिक्नका लागि अतिरिक्त समय र लगानी खर्चिनुपर्ने बाध्यता हटेको छ। विद्यार्थीहरूलाई समय सापेक्ष र व्यावहारिक शिक्षा प्रदान गर्नु विद्यालयको मुख्य जिम्मेवारी रहेको उल्लेख गर्दै प्रधानाध्यापक राजेन्द्र घिमिरेले अहिलेको विश्वव्यापी प्रतिस्पर्धामा भाषागत ज्ञान अनिवार्य भइसकेको बताए। उनले विद्यार्थीहरूले कक्षा 12 उत्तीर्ण गर्दा नै अन्तर्राष्ट्रिय स्तरको भाषामा निपुणता हासिल गरून् र भविष्यमा उच्च शिक्षा वा अन्य अवसरका लागि जाँदा उनीहरूलाई थप सहज होस् भन्ने हेतुले व्यवस्थापन संकायमा कोरियन भाषा समावेश गरिएको स्पष्ट पारे। 10 मा ऐच्छिक विषय कोरियन लिएर बसेका विद्यार्थी त्यही छन्, पढ्छन्। ती पास आउट बच्चा सोर्स के त यो कोरियन भाषाको सोर्स के भन्दाखेरि कक्षा 11 को लागि फ्युचर लाइट स्कुलबाट 10 पास गरेर आउने विद्यार्थीहरू पनि एउटा सोर्स हो। सँगसँगै अन्य विद्यार्थीहरूलाई पनि भोलि गएर अहिले भाषाको ज्ञान हुनु जरुरी छ चाहिन्छ पनि। कतिपय चाइनिज भाषाको अध्ययन अध्यापन भइरहेको हामी पाउँछौँ काठमाडौँतर्फ। त्यस्तै गरी कोरियन भाषा पनि हामी चाहिँ यो क्षेत्रमा अलिक नयाँ र देशकै पहिलो विद्यालयको रूपमा यो स्थापित हुनेछ, जहाँ कक्षा 11 मा कोरियन भाषा त्यो हामीले चाहिँ इकोनोमिक्सको अल्टरनेटमा हामी बिहानी कक्षाहरू चाहिँ सञ्चालन गर्न गइरहेका छौँ। यसमा चाहिँ भोलि गएर यसको अन्य अर्थ पनि नलागोस्। हामी चाहिँ रोजगारीको लागि मात्र त्यहाँ नभएर छात्रवृत्तिको लागि पनि पठनपाठनको लागि पनि हामी त्यहाँ पहल गर्नेछौँ। त्यसैगरी उपप्रधानाध्यापक श्री बहादुर रायमाझीले व्यवस्थापन संकायमा विद्यार्थीहरूले भाषामा समेत दखल राख्दा भोलिका दिनमा पर्यटन र व्यापारिक क्षेत्रमा ठूलो अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरे। कोरियन नै पढ्न पाउने गरी त्यो विषय दिने गरी हामीले अहिलेदेखि हाम्रो विद्यालयमा कक्षा 11 सुरु गर्न खोजिरहेका छौँ। यस क्रममा किन कोरियन त भन्ने खालका विषयहरू पनि उठ्न सक्छन्। खास गरी हामीले अध्ययन गर्दा के देख्यौँ के पायौँ भने पछिल्लो समयमा कोरियाले जुन खालको प्रगति गरेको छ त्यो हिसाबले कोरियालाई ग्लोबल इकोनोमीको पावर हाउस अथवा पावर हाउस भन्ने हिसाबले लिइन्छ। अनि वर्ल्डकै इकोनोमीमा 13th पोजिसनमा कोरिया रहेछ, साउथ कोरिया, दक्षिण कोरिया। त्यसै गरी हामीले एसियामा हेऱ्यौँ भने 4th पोजिसनमा आउँदो रहेछ चाइना, इन्डिया र जापानपछि कोरिया आउँदो रहेछ। व्यवस्थापन संकाय अन्तर्गत कक्षा 12 को पाठ्यक्रममा अर्थशास्त्रको साटो कोरियन भाषा पढाइ हुनेछ।